हाम्रो राजा बस्ने दरबार खाली गर भन्दै यति बेला राजावादीहरूको समूह कडा सुरक्षाको घेरा तोडेर यति बेला नारायणी दरबारको गेटसम्म पुगेको छ। राजावादीहरूको समूह बन्द भएको मुख्य गेटबाट भित्र छिर्न खोजिरहेको छ। गेटलाई यति बेला यो समूहले भत्काउन खोजिरहेको छ, भित्र जान खोज्दैछ। यति बेला यहाँ राजावादीहरूको समूह र प्रहरी बीचमा झडप हुने अवस्था सिर्जना भएको छ। राजाले छोडेको सिर्पेज जनताको नासो यही छ। त्यो सिर्पेज राजालाई नलाइदिएछ, अब देश र जनताले सुख पाउँदैन। अब जनताले नारायणी छिर्ने सुरुवात गरे आजबाट। आज गणतन्त्र दिवसको दिन गणतन्त्र मुर्दाबाद, राजा आऊ देश बचाऊ भन्दै राजावादीहरूको समूह भद्रकालीबाट नारायण हेटी दरबारसम्म नारा जुलुस गर्दै पुगेको छ। नारायण हेटी दरबार अगाडिको माहौल यति बेला तातिएको छ। दर्शकवृन्द, यो जनताले अस्वीकार गरेर आजको दिन घर घरमा गणतन्त्रको चाहिँ कालो दिन मनाएका छन्। जनताले यो गणतन्त्र दिवस नेपाली जनताले मान्ने छैन, यसलाई बहिष्कार गरिसकेका छौँ। प्रहरीसँग धक्कामुक्की पनि पर्यो तपाईँहरू। खास के तपाईँहरू नारायण हेटीभित्र छिर्न लाग्नु भएको थियो, के थियो? होइन, राजाले छोडेको सिर्पेज जनताको नासो यही छ। त्यो सिर्पेज राजालाई नलाइदिएछ, अब देश र जनताले सुख पाउँदैन। यिनीहरूले देश लुटिरहने, हामी हेरेर नि, हामी चुसाइरहने। हामीलाई अहिले तपाईँहरू नारायण हेटीभित्र छिर्न लाग्नु भएको हो, हामी छिर्छौँ। अब यो सुरुवात मात्रै हो। नारायणभित्र भएको जनताको चाहिँ सार्वसत्ता सम्पन्न जुन सिर्पेज छ, त्यो श्री 5 ज्ञानेन्द्र सरकारले पहिरिनुपर्छ र यो देश बचाउनुपर्छ। त्यो बाहेक अर्को विकल्प छैन। अब श्री 5 ज्ञानेन्द्र सरकारले तेस्रो पटक यो सिर्पेज पहिराएर राजा घोषणा गराउने हाम्रो सङ्कल्प हो। अब जनताले नारायणी छिर्ने सुरुवात गरे आजबाट। खोइ त तपाईँहरू छिर्न सक्नु भएन, प्रहरीले यसो अलिअलि धकेलमा तपाईँहरू। होइन, हामी आतङ्ककारी थियौँ नि त। हामी आतङ्ककारी ल्याउनुहुन्छ राजाको पाराले भन्नुहोस् त। हामी जनतालाई स्पष्ट रूपमा बुझाएर हामीले सक्ने हो भने हामीले चाहेको भए यहाँ बम पड्काएर, गोली पड्काएर, होइन, यिनीहरूले गरे जस्तै अपराधिक कार्य गरेर दुनियाँ चाहिँ विदेशीको दलाल भएर हामी जे पनि गर्न सक्थ्यौँ नि। तर हाम्रो चाहना शान्तिपूर्ण ढङ्गबाट जनताको ताकतले त्यो सिर्पेज राजाको टाउकोमा पहिराउने। तपाईँहरू शान्तिपूर्ण भन्दै हुनुहुन्छ, राष्ट्रपतिलाई मार्छु काट्छु, प्रधानमन्त्रीलाई त्यसै भन्दै हुनुहुन्छ। कसरी? होइन, राष्ट्रपति प्रधानमन्त्री अपराधीहरूलाई त हिजो बुद्धले त छोडेनन्। अपराधी भनेपछि कसैलाई पनि स्वीकार्य हुँदैन। जसले आज यो देश बेचेर नेपालीले भुटानी नक्कली शरणार्थी पनि आयो, तिनलाई अब पूजा गरिरहनु पर्ने। गणतन्त्रको नाममा माला लगाइदिनु। तपाईँको पनि प्रधानमन्त्री हो? होइन, हाम्रो होइन, विदेशीको प्रधानमन्त्री हो। हाम्रो होइन, हाम्रो त एउटै मात्रै राष्ट्र प्रमुख श्री 5 ज्ञानेन्द्र सरकार हो। हामी राजा चाहन्छौँ, राजा फर्काउन चाहन्छौँ। तपाईँले पनि मान्नुपर्छ, अरूले पनि मान्नुपर्छ। राजसंस्था बिना अर्को विकल्प छैन। यो दलालहरूको समय सकियो। अब जनताले चाहिँ एउटा विस्फोट हुन जरुरी छ। यस्तो गजबको व्यवस्था छ, मान्छे काटे मारे पनि अदालतले जे फैसला गरे पनि, आजीवन कैदको फैसला गरे पनि सरकारले, राष्ट्रपतिले माफी दिन सक्छ।